बालेन्द्र सरकारलाई, रासोपाको सरकारलाई र रासोपाको नेतृत्वलाई मेरो सानो सुझाव छ। एउटा नेपाली नागरिकको तर्फबाट, एउटा राजनीतिक चेत राख्ने नेपाली जनताको तर्फबाट, माओवादीले जस्तो गल्ती गर्दै नगर्नु, प्रचण्डले जस्तो गल्ती गर्दै नगर्नु, सबैसँग हातेमालो गर्नु पर्दैन, सबैलाई मिलाएर लग्नु पर्दैन, सबैको चित्त बुझाउनु पर्दैन। संविधान बमोजिम नियम कानुन अनुसार देशमा सुशासन लागू हुनु पर्दछ, नियम कानुन कडा नै हुनु पर्दछ, जरिवानाहरू फाइनहरू सबै कडाइका साथ लागू हुनु पर्दछ। देश एक दुई जनाको मात्रै होइन, 1000-2000 जनाको मात्रै होइन, देश 3 करोड नेपाली जनताको हो। देशलाई चाहिएको सुशासन हो, समृद्धि हो, विकास हो। सबैको चित्त बुझाउन सकिन्न, सबैसँग मिलेर अगाडि बढ्न सकिन्न, सबैलाई खुसी बनाउन सकिन्न, 1 सकिन्न, 2 सकिन्न, 3 सकिन्न। देश बनाउनु छ भने निर्मम हुने ठाउँमा निर्मम हुनुपर्छ, तर कानुनको दायरामा रहेर। नियम कानुनहरू फितलो भयो, हलुका भयो भने, जरिवानाहरू कम भयो भने कहिले पनि सुशासन लागू हुँदै हुन्न। सधैँभरि माइती घर सिंहदरबार वरिपरि राँके जुलुस गर्ने, नारा जुलुस गर्ने, आन्दोलन गर्ने, चक्काजाम गर्ने, ती 2-4 हजार 15-20 हजार जनाको मात्रै देश होइन नेपाल। नेपाल 3 करोड नेपाली जनताको हो, जो नेपाल बाहिर पनि बस्छन् र नेपालभित्र पनि बस्छन्। अहिलेको सरकारले पनि खुट्टी कमायो भने भोलि छोराछोरीले बाबालाई वृद्धाश्रममा राखेर विदेश जानुपर्छ, आमाबाउले छोराछोरीलाई अनाथ आश्रममा राखेर विदेश जानुपर्छ। त्यसैले सरकारले जसरी पनि सुशासन लागू गर्नुपर्छ, समृद्धि ल्याएरै छोड्नुपर्छ, विकास गरेरै छोड्नुपर्छ। अरू सब भाँडमा जाऊ, भाँडमा। तिम्रो आन्दोलन, तिम्रा जुलुस, तिम्रा विरोध, तिम्रो मात्रै नेपाल हो, हाम्रो नेपाल होइन। हामीसँग चेतना छैन, तिमीहरू खुब पढेका होइन। विद्यार्थीमाथि हातपात गर्ने पुलिस को हो रे? विद्यार्थीलाई कलेजभित्र गएर, विद्यार्थीको घरमा गएर आन्दोलन गर्न नआएको विद्यार्थीलाई खोजी पुलिसले हानेको? रोडमा आएपछि, अवरोध जनाएपछि, विरोध गरेपछि अनि के पुलिसको काम चाहिँ के? तिमीहरूले जाप पाए त्यही जे पाए त्यही गर्न पाउने हो? खुब पढाएको छु, खुब विज्ञ छु भन्ने, विद्यार्थी हुँ भन्ने, नेता हुँ भन्ने, जुन दिनसम्म पुलिसले कसैको घरमा गएर, कसैको विद्यालयमा गएर, कसैको निजी सम्पत्तिको हाताभित्र प्रवेश गरेर, कुनै कम्पनीको भित्र गएर कानुन विपरीत रूपमा हातपात गर्छ, त्यति बेला चाहिँ पुलिसले दमन गरेको भन्ने हो। रोड बनाउँदाखेरि त्यो रोडमा आवश्यकता अनुसार लाखौँ मान्छे हिँड्नको लागि रोड बनाएको हो। 2000 जना 1000 जना जम्मा गरेर त्यो बन्द गर्नलाई रोड बनाएको होइन। खातेहरू, झोलेहरू, विद्यार्थीलाई हातपात गर्ने पुलिस को हो रे? होइन? बाब्रे! जेनजी युवाको नेतृत्व गर्ने व्यक्तिहरू रे। युवाको नेतृत्व गरेर देश बन्छ? सम्पूर्ण नागरिकहरूको, बच्चादेखि बुढोसम्म, महिलादेखि पुरुषसम्म सबै लिङ्ग, वर्ग, धर्म सबैलाई समेटेर नेतृत्व गर्ने पो देशको नेतृत्वमा पुग्छ त। जसरी अहिले रासोपा पुग्यो, जेएनजीको नेतृत्व गर्ने यो अगुवा, यो अगुवा हगुवा, नागरिक समाज, तिम्रा सङ्घ सङ्गठन, तिम्रा नागरिक समाज, तिम्रा यो केही चाहिन्न नेपाललाई। नेपाललाई चाहिएको समृद्धि हो, सुशासन हो, विकास हो। आजसम्म भएको आन्दोलनमा, जेएनजी आन्दोलनलाई चाहिँ अब एकतर्फ राखौँ। यो जब सरकार बनेको लगभग 3 महिना पुरा भएर 4 महिना लाग्दैछ। यो बिचमा जति पनि आन्दोलनहरू भएका छन्, ती 2-4 हजार भन्दा धेरै मान्छे आएछैनन्। तिनीहरू सब काम नपाएका बेकारी हुन्, पढे लेखेका बेरोजगार हुन्, ज्ञान आर्जन गरेका मूर्खहरू हुन्। त्यसै रिस उठेर आउँछ आफ्नो देशको हालत देखेर आफै। यार, हामीले त दुःख गऱ्यौँ, बाध्यताले विदेशिनु पर्यो होइन। आज म एउटा मर्दको कुरा गर्दैछु, मेरो आफ्नो दाइ, दादा, दाजु कसरी बुझ्नुहुन्छ? मेरो आफ्नो ठुलो दाइ, मभन्दा अगाडिको 3 वर्ष जेठो। जब उसले आफूले केही गर्छु भनेर नेपालमा व्यापारहरू सुरु गर्यो, लगानीहरू सुरु गर्यो, विदेश जान खोज्यो, एजेन्टहरूको मार्फतबाट, मेन पावरको मार्फतबाट। मेरो बुवा आर्मी हो, आर्मीको बुबु हो, नेपाल आर्मीको।
पहाडको ठाउँमा नम्बरी लालपूर्जा, रातो लालपूर्जा भएको 4-5वटा पाखाबारी, 3-4वटा खडबारी, 3-4वटा खेत, आफ्नै घर, गोठमा भैँसी गोरु बाख्रा, आँगन वरिपरि बारीभरि कुखुरा, होइन। मजाले आमालाई लौरेनी भन्थे, बाउलाई लाउरे भन्थे। त्यसरी हुर्किएको बच्चालाई जब उसले नेपालमा केही गर्न खोज्यो, नेपालको माहौल अवस्था वातावरणले गर्दाखेरि जब ऊ 22-23 वर्षको पुगेको थियो नि, नम्बरी जग्गा थिएन क्या। हामी 3 भाइ बाउआमा, नम्बरी जग्गा थिएन, आमाको सुन थिएन। सब आमाबाउले चाहिँ छोराले केही गर्ला भनेर लगानी गरेर डुब्यो। अनि के मेरो दाइ मर्यो? मेरो दाइले मेडिटेसन गर्यो, सङ्घर्ष गर्यो, स्ट्रगल गर्यो, विदेश गयो, सुरुवात गर्यो फेरि। अहिले हाम्रो 3 भाइको नम्बरी जग्गा छ, 3 भाइको घर छ, बाउआमालाई बसी बसी खान पुगिरहेछ। सङ्घर्ष गर्नुपर्छ नि। 12 वर्षसम्म कहिले पनि 20 लाखभन्दा कम ऋण लागेन हाम्रो परिवारलाई। 4-5वटा किस्ता तिर्नु पर्थ्यो, सहकारीको किस्ता, यसको किस्ता, बैङ्कको किस्ता, आफन्तको ऋण। न मेरो आमाबाउले हिम्मत हारे, न मेरो दाइले हिम्मत हारे। दाइको पछि लाएर म मान्छे बने, मेरो पछि लाएर दाइको पछि लाएर भाइ मान्छे बन्यो। मेरो भाइले पनि भाँडा माझ्यो, मैले पनि भाँडै माझेको, मेरो दाइले पनि भाँडै माझेको। सङ्घर्ष गर्न नसक्ने, आत्तिने, आत्मबल नहुने, हुँदा कस्तोसम्म माग आएछ भनेपछि आत्महत्या गरेको मान्छेहरूलाई चाहिँ शहीद घोषणा गर्नुपर्ने। शहीदको परिभाषा के हो? सम्पूर्ण देशको हितमा, नागरिकको हितमा, मानवाधिकारको हितमा कुनै सिद्धान्त, जुन सिद्धान्तले चाहिँ सम्पूर्ण वर्गहरूलाई मुक्ति दिन्छ, त्यस्ता सिद्धान्तहरूमा अडिग भएर कुनै तानाशाह, कुनै दमनकारी, होइन, साम्राज्यवाद, विस्तारवाद, यस्ता विरुद्ध लडेका, युद्धमा ज्यान गुमाउनेहरू, शहीद हुनेहरूलाई शहीद भनिन्छ। जानी आत्महत्या गर्ने, सुसाइड गर्नेहरूलाई शहीद भनिन्छ। कस्तो नजिर बसाउन खोजिरहेछ सरकारलाई? पेले। मेरा बाउआमा, दाइ भाइ, आफन्त, छिमेकी त गाउँमै छ नि त नेपालमा। म विदेशमा भनिरहेछ नि त। पहिलाभन्दा अहिले कति फरक आइरहेछ, यो 3 महिनामा कति हाम्रो परिवर्तन देख्यौँ। भर्खर लालपूर्जा बाँड्न सुरु गर्दैछ, सुकुम्बासीहरूको, भूमिहीनहरूको पहिचान गर्दैछ, उतातिर सुशासन लागू गर्दैछ, किसानहरूको समस्याहरूमा ध्यान दिँदैछ, नीति निर्माण गर्दैछ। बल्ल त नीति निर्माणको पहिलो चरणमा पुग्दैछ सरकार। त्यसलाई कार्यान्वयन गर्नु छ, आर्थिक जोहो गर्नु छ, त्यसलाई फेरि पुँजी बजारमा लगानी गर्नुपर्नेछ। नेपालमा चालु खर्च कति धेरै छ, पुँजी खर्च कति छ नेपाल सरकारको? त्यो पुँजी खर्चलाई बढाउने कसरी? पुँजीगत खर्चलाई चाहिँ हामीले कुन क्षेत्रलाई चाहिँ महत्त्वको हिसाबले नीति तथा कार्यक्रममा अगाडि बढाउने, कुनलाई चाहिँ राष्ट्रिय योजना, गौरवका योजनाहरूमा राख्ने, कसले चाहिँ पछि त्यसको रिटर्न दिन सक्छ, देशलाई चाहिँ योगदान दिन सक्छ, नागरिकको जीवनमा प्रत्यक्ष असर पर्छ, सरकारले गरिरहेछ त। हामीले देखिरहेछौँ त। खातेहरू, चोरहरू, पागलहरू आन्दोलन गरेर, विरोध गरेर, विरोध गरेर देश भाड्ने, समाज भाड्ने, जातको नाममा, यसको नाममा कोहीले चन्दा असुली गरेछन्, कोहीले श्रमदानको नाममा मान्छे भेला गरेछन्। श्रमदान गरेर बनेको देश हुन्छ भनेको के? एउटा मजदुर वर्गले श्रमदान गर्न जान्छ कि आफ्नो घरको बुढीलाई पाल्छ, आमाबाउलाई दबाई गर्छ, छोराछोरीलाई पढाउँछ? हावा कुरा। एउटा मजदुरले 8 घन्टादेखि 12 घन्टा काम गर्यो भने 8-900 ढ्याडी पाउँछ, अनि त्यसले खाना खान्छ। अनि त्यो चाहिँ तिमीलाई श्रमदान गर्न आउनुपर्ने? नेपालमा कृषकहरूको बाहुल्यता धेरै छ, मजदुर वर्गको बाहुल्यता धेरै छ भने थाहा छैन? सुरुवातमा त विदेशमा बस्नेहरू, छुट्टीमा जानेहरू, जागिर खाएकाहरू, रिटायर भएकाहरूले गर्ला नि त। सधैँभरि श्रमदानले देश बन्छ? राजा 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 रे। 100 भन्दा धेरै भाषा, 15-20 भन्दा धेरै धर्म,
होइन, नाना थरीका परम्परा रीतिरिवाज भएको देश, अनेक वेशभूषा भाषा जात जाति अनेक एकदम विविधताले भरिएको देश। इसारा अलिकति धेरै बोलेर जिब्रो अड्क्यो। विविधताले भरिएको देशमा राजा, कुनै धर्मको राजा राखेर अर्को धर्मले मान्छ, विरोध हुँदैन। कुनै भाषाको राजालाई राखेर अर्को भाषाले मान्छ। विश्वमा राजा भएको देशहरू त यस्ता रे उस्ता रे, अरबहरू होइन, अस्ट्रेलिया रे, युके रे, जापान रे। अरे भाषा धर्मको एकरूपता भएको, धेरै एकदम विविधता नभएको त्यस्तो देशहरूमा राजा हुनु स्वाभाविक हो क्या। हाम्रो देशमा एउटा गाउँदेखि अर्को गाउँ गयो भने भाषा फेरिन्छ, लाइ खुवाइ रीतिरिवाज परम्परा होइन, व्यवहार सबै परिवर्तन हुन्छ, फेरिन्छ, अलग देखिन्छ। अनि त्यहाँ राजा भनेर हुन्छ सबैले। राजा चाहियो भने जनताले भन्ने हो क्या, नेताले भन्ने होइन। नेताले चाहिँ जनतालाई के चाहियो भने जनतालाई सोध्ने हो। जनतालाई सोध्यो होला नि तिमीले, ल हामीलाई राजा ल्याउने मन छ, अब राजा ल्याउँछौँ, ल भोट हाल भनेर भन्यो होला नि त। कतिजनाले, एकजनाले जित्यो प्रत्यक्षमा, अनि विरोध गरेको गर्ने। अब पुरानाको त के कुरा गर्नु, पुरानालाई थोक दिनुपर्ने क्या, थोक दिनुपर्ने पुरानालाई। यो विविधता भन्ने शब्दले गर्दा अलिकति भिडियो लामो भयो, अड्क्यो, बिग्रियो होइन। त्यो पनि बुझिदिनु, यो चाहिँ मेरो आक्रोश हो है, मेरो आक्रोश हो। प्लिज यो भिडियोलाई यति धेरै लाइक गर्नु, सेयर गर्नु होइन, अनि यो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु है प्लिज। म अनुरोध गर्छु सबैजनालाई। धन्यवाद।